नमस्कार। तपाईं अहिले हेर्दै हुनुहुन्छ गोइटर अनलाइन टिभी। पक्कै पनि दर्शकवृन्द, म तपाईहरु समक्ष केही न केही ताजा नयाँ जानकारी उपस्थित हुने गरेको छु। आजको यो बसाइमा पनि म तपाईहरुलाई एउटा ताजा जानकारी लिएर उपस्थित भइसकेको छु। यदि तपाईले गोइटर अनलाइन टिभीलाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्न भने नभुल्नु होला। दर्शकवृन्द, गोइटर अनलाइन टिभी मार्फत म तपाईहरुलाई विभिन्न किसिमका जानकारी लिएर उपस्थित गरेको छु। तपाईलाई अवगत नै छ, हाम्रो देशमा विभिन्न किसिमका राजनीतिक दलहरूले आफ्नो हाबी जमाइरहेको बेला कतै न कतै केही न केही स्थानहरूमा उनीहरूले अनाधिकृत रूपमा कामहरू गरेको पाइएको छ। आज म तपाईहरु समक्ष मध्य प्रदेश सरकारमा रहेर मन्त्री समेत भएका एक प्रदेश माननीय सांसदको बारेमा छोटो जानकारी म उपस्थित भइसकेको छु। यो भिडियो थोरै समय लिएर अन्तिमसम्म हेरिदिन म अनुरोध पनि गर्न चाहन्छु। दर्शकवृन्द, मध्य प्रदेशको योजना यतिखेर खरिद बिक्री प्रकरणमा मन्त्रीहरू नै व्यस्त रहेको समाचारहरू विभिन्न सञ्चार माध्यममा आइरहेको छ। सोही क्रममा योजना खरिद बिक्री प्रकरणमा मन्त्री त्रिभुवन शाह व्यस्त रहेको भन्ने एउटा आरोप यतिखेर सामाजिक सञ्जालमा धेरै भेट्न सकिन्छ। सो बारे आज म तपाईहरु समक्ष छोटो जानकारी लिएर उपस्थित भएको हुँ। सरकारले सुशासनको प्रतिबद्धता दोहोर्याइरहेको बेला मध्य प्रदेशका मन्त्रीहरू भने बिचौलियाहरू मार्फत योजनाहरू बिक्रीमा व्यस्त रहेको आरोप यति बेला लागेको छ। मध्य प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन शाह बिचौलिया र स्वयं आफै पनि योजनाको काम गरिरहेको आरोप उनीमाथि यतिखेर लागेको छ। कानुनतः मन्त्रालयहरूले जिल्ला स्थिति पूर्वाधार विकास कार्यालय वा सम्बन्धित वडामा योजनाहरूको उपभोक्ता समिति गठन गर्न चिठी पठाउनु पर्ने प्रावधान रहेको छ। दर्शकवृन्द, तर वन मन्त्री शाह आफै वडा अध्यक्षलाई आर्थिक प्रलोभन देखाएर काम गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक वडा अध्यक्षबाट जानकारी प्राप्त भएको यतिखेर विभिन्न सञ्चार माध्यमहरूले बताउँदै आएका पनि छन्। सायद तपाईले हेरिसक्नु भएको पनि होला। दर्शकवृन्द, प्रदेश सरकारको योजनामा परेका चिठी उपभोक्ताले जिल्ला स्थित पूर्वाधार विकास कार्यालय मार्फत पाउनु पर्ने हो। तर मन्त्री शाह आफै चिठी बोकेर वडामा आइरहेको समेत वडा अध्यक्षले बताएका छन्। दर्शकवृन्द, योजना लिने हो भने पहिला नै कमिसन दिनु पर्यो, अन्यथा मन्त्रीले भने जस्तो उपभोक्ता समिति गठन गर्ने आर्थिक प्रलोभनसम्म दिने गरेको वडा अध्यक्षहरूको भनाइरहेको छ। निर्वाचित भएकै दिन मध्य प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन शाहले म 1 रुपैयाँ पनि भ्रष्टाचार गर्दिन, जनताको पक्षमा आवाज उठाउँछु, मैले भ्रष्टाचार गरियो भने मलाई यो क्षेत्रमा जुत्ताको माला लगाएर घुमाउनु भन्दै ठुला ठुला भाषण छाटेका थिए। तर जनमत पार्टी नेतृत्वको सरकारमा वन तथा वातावरण मन्त्री बने लगत्तै शाह भ्रष्टाचारमा लिप्त भएको प्रमाण सहितको तथ्यहरू यतिखेर बाहिरिन थालेको छ। यति मात्र होइन दर्शकवृन्द, मन्त्री शाह नामको लागि उपभोक्ता समिति गठन गरेर योजनाका काम भने आफैले गराइरहेको पुष्टि हुने प्रमाण प्राप्त भएको समेत वडा अध्यक्षहरूले यतिखेर बताइरहेका छन्। मन्त्री शाहले नै मिर्चिया नगर क्षेत्रभित्र सडक ग्राइबलिङ तथा स्तर उन्नति कार्यका लागि करोडौं रकम विनियोजन गराएको समेत बताइएको छ। सो योजनाको लागि उहाँले अनाधिकृत रूपमा ग्राभेल उत्खनन गराएर स्टोक गरिराखेको समेत पाइएको छ। दर्शकवृन्द, आफैले केही कामहरू गर्नुपर्ने भएकाले ग्राभेल स्टोक गरिराखेको मन्त्री शाहले स्वीकारेका छन्। उहाँले सिराहाको मिर्चिया नगरपालिका 5 स्थित सिला पेट्रोल पम्पको पछाडि भारी मात्रामा अनाधिकृत रूपमा उत्खनन गरेको ग्राभेल डम्पिङ गरिराखेको समेत पाइएको छ। हेर्नुस् त दर्शकवृन्द, हिजो निर्वाचनको समयमा तपाई हाम्रो गाउँ घर घर ढोका ढोका आएर म तपाई जनताको लागि काम गर्छु, म तपाईहरुको लागि काम गर्छु भन्ने कि मन्त्रीहरू, यी सांसदहरू यति बेला आफ्नो पोल्टा भर्नमै
व्यस्त रहेको पाइएको छ। के यसरी के यो हिसाबले मुलुकले समृद्धि प्राप्त गर्ला त? पक्कै पनि दर्शकवृन्द, अब तपाईँ हामीले मान्छेलाई चिन्नुपर्ने अवस्था आएको छ, जसले आम नागरिकको आवाज उठाउन सक्छ, जसले आम नागरिकको समस्या समाधान गर्न सक्छ, जसले आम नागरिकको पक्षमा बहस गर्न सक्छ। ती व्यक्तिहरूलाई हामीले सही ढङ्गले सही तरिकाले निर्वाचनमा विजय गराउन सक्यो भने पक्कै पनि आम नागरिकहरूले खुसीको श्वास फेर्न पाउनेछ भन्ने लागेको छ। दर्शकवृन्द, यस्तै ताजा नयाँ जानकारीको लागि म फेरि आउने नै छु। तर तपाईले यदि नयाँ ताजा जानकारी प्राप्त गर्नको लागि भने तपाईले गैंडा अनलाइन टिभीलाई सब्स्क्राइब गर्नुपर्ने हुन्छ, लाइक कमेन्ट पनि गर्नुहोला।